हेलो नमस्कार गाइस, सबैजनालाई वेलकम छ यो भिडियोमा। यो भिडियोलाई लाइक कमेन्ट गरेर युट्युब च्यानलको सब्सक्राइब पनि गरिदिनु होला। हामी अत्यन्तै लेख एकदमै यो गाई बाख्राहरू भएको ठाउँमा हामी आइरहेका छौँ। यहाँ देख्न सक्नुहुन्छ तपाईहरूले। म तपाईहरूलाई लिएर जाँदैछु है साथीहरू। यहाँ एकदम धेरै जनावरहरू, पशुपक्षी भनौँ न, विशेष गरी गाई बाख्रा भनौँ न, सिधै किन चाहिँ उ गर्नु पऱ्यो होइन। तपाईँहरूलाई म प्रशस्तै यहाँ देखाउँछु। कस्तो रमाइलो लाग्यो के मलाई यहाँ यो ठाउँमा होइन। यसरी चाहिँ गाई बाख्रा चरेको देख्दाखेरि। ल हेरमै गाईहरू टन्नै छन् के यहाँ। हेर्नुहोस् न, पुरै के होइन, मजाले चरिराखेका छन् गाई बस्तु। अनि तपाईँलाई देखाउँछु नजिकै लगाएर। अझै धेरै छन् यहाँ चराचुरुङ्गी प्रशस्तै। यो एकदम लेक भनौँ कि के भनौँ होइन। यहाँ चाहिँ एकदम राम्रो ठाउँ पनि यो चौर होइन। अनि यतातिर यस्तो छ। ल हेर्नुहोस्, यो चाहिँ हाई रोड। एकदम धेरै मान्छे आइरहेका छन्। उहाँ पर एकजना हाम्रो दोस्त आइरहेका छन्। उनी चाहिँ कहाँ जाँदैछन् भन्ने कुरा चाहिँ मसँग सँगै जाने मान्छे हो है। हामी यो लेकमा आएर यो जनावर चोरीचरण गरेको ठाउँलाई मैले देखाएँ तपाईँहरूलाई। एकदमै मलाई त गाउँमा भए जस्तै लाग्यो है। सबैजनालाई यो भिडियो सम्प्रेषण गरेको छु। कृपया हामी दुध किन्ने ठाउँ जाँदैछौँ। यिनी गाई गोरु बाँड्ने ठाउँ यतातिर छ होइन। यहाँ चाहिँ यहाँ काली छ है गाईजोलाई। हेर्नुहोस्, भागे सबै भागे यार। खिच्नु पर्ला भनेको त भागे। भित्र हेर्नु भागो